शर्मा पौड्यालको शव 45 दिनपछि अस्पतालबाट उठेको छ। रूपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर 3 का 17 वर्षीय इशान शर्मा गत पुस 3 गते घर नजिकैको नालीमा मृत अवस्थामा फेला परेका थिए। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको शव 45 दिनपछि शुक्रबार आज मात्र परिवारले दाह संस्कारको लागि बुझेको हो। गत पुस 2 गते जिम जान घरबाट हिँडेका इशानको अर्को दिन घर नजिकैको नालीमा मृत अवस्थामा फेला परेका थिए। घटनामा संलग्न भएका व्यक्तिहरू पुरपुच्छाका लागि कारागार चलान भएपछि सब बुझिएको इशानका बुबा अर्जुन शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्नु भएको छ। परिवारले सब बुझेपछि इशानको अन्तिम दाह संस्कार गरेको छ। प्रहरीका अनुसार गत पुस 2 गते लु 2 ख 4948 नम्बरको फोर्स गाडीले ठक्कर दिँदा इशानको मृत्यु भएको खुलेको हो।